भूत जस्तो देखेको छ हैन ठ्याक्कै शुरू में वैसा ही होता है ओए मैं आइब्रो बनाउनको लागि फर्स्ट अफ अल हामीले आइब्रो कोरेर चाहिँ यसरी कट गर्नुपर्ने हुन्छ कट गर्यो भने चाहिँ आइब्रो शार्प देखिन्छ अनि हामी जस्तो परेला पातलो हुनेहरूले परेला चाहिँ बाक्लो देखाउन सक्छौं र नेचुरल पनि कस्तो आँखै देख्दिन त हौ ओके हजुरले जस्तो सेप भन्नुहुन्छ त्यस्तो सेप चाहिँ निकाल्न सक्नुहुन्छ हेर्नुस् त गाइस यो आइब्रोलाई चाहिँ कसले चाहिँ नेचुरल आइब्रो होइन भन्छ एन्ड दिस इज माई फाइनल लुक र स्पेसियल्ली मेरो आई मेकअप चाहिँ सबैजनाले धेरै मन पराइदिनु भएको थियो मैले चाहिँ ब्ल्याक स्मोकी आई गरेको थिएँ फ्रन्टमा चाहिँ येलो ग्लिटर एड गरेको थिएँ र यो मेकअप चाहिँ मैले एजुकेसन फेयरको लागि गरेर गएको थिएँ हाम्रो अफिसको एजुकेसन फेयर थियो र आई मेकअप चाहिँ सबैजनाले जस राम्रो कम्प्लिमेन्ट दिनुभएको थियो त्यसको लागि चाहिँ आई वाज भेरी ह्याप्पी र यस्तो यस्तो भिडियोहरू हजुरलाई मनपर्छ भने म नेक्स्ट भिडियोमा पनि अवश्य बनाउने छु र अहिलेलाई चाहिँ बाई सी यू